होइन हो भाइ, तिम्रो उमेरको मान्छे पुरा गाडी साडी बाइक साइक चढेर पुरा बिहा गरेर घरसम्म गरेर बच्चा सच्चा खेलाउँदै बसिया छ। तिमीलाई चाहिँ रहर लाग्दैन भाइ? तिमीले बिहा गर्नु, घरसम्म गर्नु, बस्नु, आजभन्दा भोलिभन्दा उमेर बित्दै जान्छ, बुढो हुँदै जान्छ, सहारा दिने कोही छैन तिमीलाई। सोच्नु पर्यो भाइ अब। होइन हौ दाइ, सक्नेले गर्छन् यार, गाडी किन्छन्, घर बनाउँछन्, बिहा गर्छन्। के भन्नु दाइ, आफ्नो त आफ्नो जिन्दगी यस्तो छ, आफै त पाल्न गाह्रो भइरहेछ। अर्काको छोरी लिएर के गर्ने हो कि भन्दा दाइ? दाइ, अर्काको छोरी लिएर हजार छोरी सोच्ने होला, यसले के गरी पाल्ला, कसरी पाल्ला, होइन? भोलि छोराछोरी होला, छोराछोरी भन्दा बाउले के बाउले केही पनि गरिदिन सकेन यार भनेर कुरा काट्दै हिँड्दा देखिरहेको छु अर्काको। आफ्नो त दाइ घर परिवारको बोझ छ, के गर्नु? घर परिवारलाई स्याहार्दा आधा जिन्दगी गइहाल्यो, त्यसपछि आफै यस्तो भयो, बिचा बाउ बिरामी भयो, ऋणसिन सिधायो, आफ्नो जिन्दगी यस्तो भएपछि कहाँबाट आउँछ दाइ? त्यसैले दाइ इच्छा नपाउँदो होइन नि दाइ, के गर्नु? यस्तै छ। त्यही भएर बरु एक्लै बसिरहेको छु, एक्लै गरिरहेको छु दाइ, होइन? कामसँग पनि छैन। अब भोलि केही गर्न सकेन भने दाइ सिस्नु खोले खाएर पनि बाँच्छौला, होइन? गर्नु सक्यो भने गर्ने हो, सकेन भने के गर्न सक्छु दाइ?